पहिलो कुरा चाहिँ हैन ग्रे लिस्ट पर्नु राम्रो होइन हैन हाम्रो देश ग्रे लिस्टमा पर्दा खुसियाली मनाउनु पर्ने पनि होइन हामी यसबाट उम्किनलाई हरसम्भव प्रयास गर्नुपर्छ गभर्नमेन्टले केही इनिसिएटिभहरू लिइसकेको छ हामी ग्रे लिस्टबाट उम्किन्छौँ पहिलो कुरा भन्छु उम्किन्छौँ होइन तर हामी नेपालीहरू चाहिँ दुईटा कुरामा अचम्म लाग्छ क्या मलाई हैन म नआत्तिनुस् भनेर भन्नुलाई एकचोटि चाहिँ जब हाम्रो नेपालको सोभेरिन क्रेडिट रेटिङ गरियो त्यति बेलामा हाम्रो रेटिङ चाहिँ सार्क कन्ट्रिजहरूमा धेरै राम्रो आयो यो आयो त्यो आयो हामी त्यति बेलामा यति खुसी भयौँ कि अब त संसारभरिको पैसा यहीँ आउँछ जस्तो गरेर बेपत्ता खुसी आऊ अब त नेपाल बन्छ फरेन डाइरेक्ट इन्भेस्टमेन्ट आइहाल्छ रेटिङ राम्रो भयो भनेर खुब उफ्रियौँ खुब मिडियाले लेख्यो खुबै ठाउँमा चर्चा भयो तर कति एफडी आयो फर्केर हेर्नुहोस् खासै केही पनि डेभलपमेन्ट भएन किन भन्दा रेटिङ वाज वान अफ द इन्स्ट्रुमेन्ट त्योभन्दा अरू धेरै चिजहरूले म्याटर गर्छ जुन हाम्रो लागि एफडिआईहरूलाई वेलकमिङ हाम्रो इन्भाइरोमेन्ट हाम्रो सिस्टम थिएन त्यस कारणले आएन होइन अब त्यस्तै यो ग्रे लिस्ट पर्दाखेरि पनि मान्छेहरू आत्तेर ग्रे लिस्ट भयो बर्बादै भयो होइन राम्रो होइन ग्रे लिस्ट किन पर्यो त भन्दाखेरि तपाईँले अघि पनि भन्नुभयो लगभग 87 अर्ब रुपियाँभन्दा बढी पैसा 40वटा मात्रै कोअपरेटिभहरूबाट चाहिँ अपचलन भएको लिस्ट छ